स्रोत नलकुलो पनि छ, पाइपबाट नि आउँछ भन्ने पनि यहाँभन्दा अगाडि खरबुजा पनि 4-5 टन बेच्यो। सबैजनालाई नमस्कार। म चाहिँ देउराली माध्यमिक विद्यालय प्राविधिक शिक्षालयको 6औं सेमेस्टरमा अध्ययनरत विद्यार्थी विपिन श्रेष्ठ। यसै गरी मेरो साथी सुशान्त सुनार, मञ्जुस पासवान र श्रीकृष्ण घिमिरे, हामी 4 जना मिलेर हामीले लोकल व्यवसायी दिनेश श्रेष्ठसँग लिएको इन्टरभ्यू लिएको थियौँ, जसमा चाहिँ हामीले उहाँ चाहिँ लोकल व्यवसायी हुनुहुन्छ। त्यो यस प्रकार छ। नमस्कार सबैजना, म चाहिँ आज नीलकण्ठ नगरपालिका वडा नम्बर 8 ससा स्थित रैकर फार्ममा छु। यहाँ चाहिँ हामी किन आएको भने सोल्युसन एग्रो कम्पनी प्रालीको सञ्चालक दिनेश श्रेष्ठ दाइसँग चाहिँ हामी यो व्यवसायबारे केही जानकारी लिन आएका छौँ। दाइ, अब तपाईँको बारेमा सुरु गरौँ न है। तपाईँको आफ्नो बारे भनेर के हुन्छ, म त बिउ रोप्दैछु यार। के भएन तपाईँको नाम भन्नु होइन? नमस्कार, मेरो नाम चाहिँ दिनेश श्रेष्ठ। म चाहिँ सोल्युसन एग्रो लाइफ प्रालीको सञ्चालक भनौँ, प्रोपाइटर भनौँ। हामी चाहिँ अब खासमा अन्त्यतिर बाली भइरहेको र बाँकी जमिनमा चाहिँ के लगाउँ कि भनेर अहिले हामीले त्यो काउली, बन्दा र टमाटर अनि काँक्रोको बेर्ना जमाउने काम भइरहेको छ त्यो ट्रेमा। यस्तै छ। हाम्रो लगभग हाम्रो यहाँ 27-28 रोपनीको क्षेत्रफल छ। त्यसमा 10 रोपनी 12 रोपनीमा जति चाहिँ टनेल छ, हाई टनेल, अनि त्यसै हामीले खेती गर्दै आइरहेको छौँ। अब त्यही हो भनौँ न। तरकारी खेती नै गरौँ भनेर कसरी इच्छा लाग्यो? तरकारी खेती नै गर्नुको इच्छा खासमा भन्दा चाहिँ आफू जस्तो होनहार युवा चाहिँ देशमा गर्नुपर्छ भन्ने चाहिँ लागि नै छैन क्या, दिमागमै छैन उनीहरू। खालि अलिक पठन पाठन गर्ने अनि खालि विदेश जाने, दिमागमै छैन उनीहरू। खालि अलिक पठन पाठन गर्ने अनि खालि विदेश जाने भन्ने लहर चलिरहेको छ। त्यही कारणले चाहिँ म जस्तै तिमीले त दिने दाइ भनेर चिनेछौ, दिने दाइ जतिको मान्छे त यसरी लाग्यो भनेपछि म पनि लाग्छु भन्ने अलिकति भनेदेखि आँट आउँछ कि भन्ने त्यसले चाहिँ म यो पेसामा लागेको हो। तपाईँले चाहिँ अनि कति पढ्नु भयो? मैले रुरल डेभलपमेन्टमा +2 क्लियर गरेको हो। खासमा त यही सम्बन्धी नै छ, गाउँघरमै बसेर केही डेभलप गर्ने भन्ने मेरो +2 क्लियर हो। तपाईँले +2 गरिसक्यो भने तपाईँले जागिर गर्न सक्नुहुन्छ, तपाईँले व्यवसाय चाहिँ गर्नु। व्यवसाय त जागिर त यस्तो हो नि त, जागिर भन्नुको अर्थ चाहिँ अरूको हातबाट चल्नुपर्छ नि त, अरूले अराइ पराइ गरेको गर्नुपर्छ। त्यो चाहिँ आफू नै साउ, आफू नै कामदार भन्ने तरिकाले कसैले यहाँ हराउने नै छैन। तपाईँलाई चाहिँ अब अरूको अन्डर भन्दा आफ्नोले आफ्नो लागि आफै गरौँ, आफ्नो लागि आफै गर्छौँ भन्ने होइन? राम्रो छ। अब चाहिँ तपाईँको यो कृषि सम्बन्धी अहिले यही मात्रै है तपाईँले अगाडि केही गर्नुभएको थियो? म अब त्यस्तै अलि उमेर छँदाखेरि भनौँ न, अहिले त उमेर छन् त छ भयो नि, आएको जतिको जवानीमा चाहिँ म विदेशतिर के हुन्छ कि भनेर 2-3 ठाउँमा गएर आएको हो। अनि योभन्दा अगाडि पनि रोमानिया गएर आएको। रोमानियामा नि गएको थियो, एग्रिकल्चर सम्बन्धी पनि सबैदेखि। अनि रोमानियामा दुःख गर्नुभन्दा आफ्नै देशमा दुःख गर्दाखेरि के हुन्छ कि भनेर फर्केर आएर अहिले पेसा। तपाईँले विदेशमा नि एक कृषि सम्बन्धी काम चाहिँ गर्नु, कृषि सम्बन्धी गरेको। अनि तपाईँले यो व्यवसाय सुरु गर्दा कति लगानी गर्नुभयो? अब लगानी त धेरै नै पऱ्यो नि 40-45 लाख रुपियाँ त लगानी गरेको हो नि, स्ट्रक्चरलाई भनौँ न। स्ट्रक्चरलाई यो जग्गा आफ्नै हो कि भाडा? जग्गा त भाडामा, हाम्रो 10 वर्षको एग्रिमेन्ट फुल भइसक्यो, जग्गा भाडामा हुन्छ। जग्गा लिगली तपाईँले सञ्चालन गर्नुहुन्छ। तपाईँ यहाँबाट कतिको जति उत्पादन हुन्छ? अब यो त मेरो सुरुवात छ भयो नि। अब वार्षिक त हुन्छ नि, अब सरदरमा राखौँ न 20-22 लाख रुपियाँ। 20-22 लाख। तपाईँको नि 20-22 लाख तपाईँले कतिको फाइदा हुन्छ? 20-22 लाख रुपियाँ आम्दानी हुँदै गर्दाखेरि त्यसमा फाइदा हुन्छ नि 12-13 लाख रुपियाँ, 11-12 लाख रुपियाँ कति नहोला। तपाईँले अनि मार्केटिङ चाहिँ कता गर्नु? मार्केटिङ हाम्रो अहिले त खासमा थोरै उब्जनी भएर हाम्रो भइछ त। हाम्रो 27-28 पनि हामीले चाहिँ उहाँलाई यो यस व्यवसायमा हुने चुनौतीको बारेमा सोधखोज गरेका थियौँ र साथै मार्केटको समस्याबारे पनि उहाँले दिनुभएको जवाफ हामीले यहाँ प्रस्तुत गरेका छौँ। तपाईँहरू आफै हेर्न सक्नुहुनेछ।
दाइ हाम्रो धादिङ मार्केटिङ तपाईँले यो काम गर्दा धादिङ मार्केटले कतिको सहयोग पुर्याउँछ होला? यो चाहिँ एकदम गम्भीर प्रश्न हो। हाम्रो धादिङ मार्केटले हामीलाई सहयोग पुर्याउँदैन। किन भन्दाखेरि धादिङ मार्केटले चाहिँ हामीलाई बिलिभ भन्यो हेला गर्ने काम गर्छ। अब आफ्नो स्थानीय उत्पादनलाई चाहिँ एकदम पछाडि पारेर अन्तबाट आएको अब नारायणघाट अथवा कलकत्ताबाट आएको तरकारीलाई चाहिँ एकदम प्रायोरिटी दिने टाइपको हुन्छ। बजारको आफ्नो स्थानीयले आफ्नै स्थानीय चिज चिन्न नसक्दाखेरि अहिले दुःख पक्यो हो त्यो। त्यसले गर्दाखेरि यो धादिङवासीलाई पनि आफ्नै अर्ग्यानिक आफ्नै ठाउँको उत्पादन खानलाई चाहिँ म मेरो तर्फबाट अनुरोध गर्दछु। त्यसरी लोकल हामीले उहाँलाई प्रश्न गर्ने क्रममा उहाँले गर्नुभएको विज्ञापनको लागि के कस्ता उपायहरू अपनाउनु भएको छ र नेपाल सरकारबाट के कस्तो सहयोग भएको छ भन्ने प्रश्न सोधेको थियो, जुन उहाँले दिनुभएको जवाफ तपाईँहरू यहाँ हेर्न सक्नुहुनेछ। यो उब्जनी गर्दै गर्दा तपाईँले यहाँको स्थानीयहरूलाई चाहिँ यसको चाहिँ यो तरकारीको विज्ञापन कसरी गर्नुभएको छ? र त्यही उत्पादन अलिकति स्वाद चाख्न पायो भने चाहिँ मान्छेले त चिन्छ नि त कुन वस्तु कस्तो भन्ने कुरा चिन्छन्। हामीले पनि यहाँभन्दा अगाडि खरबुजा पनि 4-5 टन बेच्यौँ। त्यो चाहिँ स्वाद चाखेपछि चाहिँ आफै अटोमेटिक भइहाल्छ भनौँ न विज्ञापन। अनि हामी जस्ता युवाहरूलाई चाहिँ तपाईँ के सन्देश सल्लाह सुझाव दिन चाहनुहुन्छ? म त अब तपाईँ जस्तो युवालाई अब हाम्रो आफ्नै देशमा मुखले भाषण गर्नुभन्दा पनि आफ्नै देशको माटोमा लाग्नुहोस्। आज तपाईँ यसरी देउराली सेकेन्डरी स्कुलबाट यहाँ जाँदाखेरि यही अनुहार भोलि चाहिँ विदेशमा देख्नु नपरोस् भन्ने चाहिँ सल्लाह सुझाव दिन्छु युवाहरूलाई। तपाईँले चाहिँ यहाँ स्थानीय सहर नीलकण्ठ नगरपालिका र ओडाको तर्फबाट केही अनुदान केही सहयोग आएको छ त? आजको दिनसम्म त आएको छैन। अब हजुरहरूको यो इन्फर्मेसन पुगेर सहयोग गरेछ भने त छुट्टै पक्यो हो। नगरपालिका ओडाले चाहिँ यहाँ अब खेती गर्नको लागि ट्र्याक्टरको लागि अनुदान केही गरेर केही ट्र्याक्टरको लागि भएन अनुदान आएको छ त? जस्तो ओडाले चाहिँ ट्र्याक्टरको लागि अनुदान दिन्छ। अहिले त खासै ठ्याक्कै छैन नै भनौँ क्या। मैले गरिसकेपछि यहाँ छैन। अब पछि आफ्नै प्रोसेसिङको कमी कमजोरी हुनसक्छ। पछि अब प्रोसेसिङ गर्दै जाँदा अब फर्म भरेर पर्यो भने त्यो छुट्टै कुरा हो। तपाईँले व्यवसाय गर्नको लागि चाहिँ कोही स्टाफहरू केहीहरू राख्नुभएको छ त? छ हामीसँग म बाहेक 3 जना स्टाफ छ आजको दिनमा। म लगायत 4 जना, म चाहिँ अलिक झल्याकझुरुक खालको हो। अनि भनौँ न 3 जना रेगुलर छ भनौँ न। तपाईँले नेपालमा बसिरहनु भएको युवाहरूलाई नि 3 जनालाई भएको हामीले उहाँलाई बेरोजगार बस्नु दिनुभएको छ। उहाँले प्रयोग गर्नु त्यही तरकारी खुसी खेतीमा लाग्छ। प्रयोग गर्नुभएको पेस्टिसाइड्सको बारेमा नि थोरै जानकारी मागेको थियो, जुन जानकारी उहाँले हामीलाई कसरी दिनुभएको छ भन्ने कुरा तपाईँहरूले यहाँ सुन्न सक्नुहुनेछ। यहाँ उत्पादन चाहिँ राम्रै हुने रहेछ, तर यहाँ हुने पेस्टिसाइड चाहिँ युज हुन्छ कि? अब यस्तो हो, पेस्टिसाइड भन्ने बित्तिकै हाम्रो अलिकति एकदम कडा खाले पेस्टिसाइडहरू हालिँदैन। हामीले चाहिँ अब किरा यो पेप्सहरू लाग्छ नि त, जस्तै तपाईँ देख्न पनि सक्नुहुन्छ यसलाई पेप्स लगाइरहेको छ यसलाई हो। त्यसको लागि चाहिँ हामीले चाहिँ यो निमको तेलहरू यस्तै प्रयोग गर्छौँ क्या। निमको तेल भयो, ट्राइकोडर्माहरू भयो, अनि यो मूल विषादीहरू यस्तै युज गर्छौँ। त्यो अगाडि तालिम पनि हामीले करिब 3 महिना तालिम पनि सक्सेस गरिसकेको। त्यही कारणले गर्दा हामी ठ्याक्कै मान्छेलाई हानिकारक गर्ने विषादी चाहिँ हामीले युज गर्दैन, किनकि हामी नि मानव, तपाईँ नि मानव, मानव जगत बाँच्यो त यो संसार बाँच्यो। यस्तो हुँदै गर्दाखेरि अब तपाईँको यहाँ कुन सिजनमा कुन चाहिँ तरकारीहरू धेरै हुने, कुन चाहिँ नफल्ने? त्यस्तो भन्दा पनि अब हाम्रो यहाँ चाहिँ यो नफल्ने त्यो टनेल बना त्यसैको लागि हो। नफल्ने भन्ने नि हुँदैन, यो खासमा यो टनेल बनाने बेमौसमी बालीको लागि हो। हाम्रो चाहिँ यहाँ त्यही खाली नभए मात्र हो, खाली भएपछि जुन पनि बाली फल्छ यहाँ। अनि यहाँ हो पानीको स्रोतहरू चाहिँ हाम्रो पानीको स्रोत नलकुलो पनि छ, पाइपबाट नै आउँछ भनौँ न। नदीमा पानी आइहाल्छ। आउँछ, त्यस्तो पानीको खासै समस्या छैन यो ठाउँको लागि। अनि यहाँको यो तरकारीहरू एक ठाउँबाट अर्को ठाउँ लिनलाई के आफ्नै सहरी साधनहरू? मेरो यस्तो छ, स्कुटीमा पनि थोरैसम्म स्कुटीमा नि बोकिन्छ। अलिक धेरै भएपछि मेरो बोलेरो गाडी नि छ, त्यसमा पनि लगिन्छ भनौँ न। अनि कामदारहरूले
कामहरू राम्रै गर्नुहुन्छ त्यसो भए उनीहरू एजुकेटेड हुनुहुन्छ कि अनएजुकेटेड अब तपाईँले नै होइन अर्धदक्ष छैन अर्धदक्ष नै हो उनीहरूलाई मैले सिकाइराख्नु पर्छ टाइममा नसिकाउँदाखेरि काम बिग्रिन्छ सादाबाला हुने नि त त्यस्तो भनौँ न जानेको काम कुनै पनि व्यवसायमा विभिन्न किसिमको समस्याहरू आइपर्छ त्यो मध्ये पनि तरकारी खेतीमा आइपर्ने मुख्य समस्याहरू के हुन् भनेर हामीले जान्न इच्छाएका थियौँ जसको जवाफ उहाँले हामीलाई यसरी दिनुभएको छ। बारीमा त समस्याहरू देखिन्छ तर मुख्य समस्याहरू के हुन्? अब यो तरकारी बालीमा भन्दा चाहिँ खास चाहिँ यो तरकारी भने नि कस्तो हो नि त्यस्तो ख्यालख्यालको होइन तरकारी भने नि भर्खर जन्मेको बच्चा जस्तै हो क्या ऊ अब यसलाई हिट्रेस भइरहेको यो घामको यो तातोपन हुन्छ नि घामको तातोपन वातावरणमै तातो भएको कारणले यो मन्टाहरू यो एकदम खाग्रा कुरो हुने अनि चिचिलाहरू यताउता झर्ने फुलहरू झर्ने त्यस्तो समस्या हुन्छ। अब यो ठ्याक्कै यति टनल बनाएर मात्रै नहुँदो रहेछ क्या यसलाई चाहिँ एकदम हुन्छ नि एयर कुलर यताउता अलिक सिस्टमेटिक बनाएर एकदम एयर कन्डिसन बनाएर हुन्छ कि अब टाइमरहरू राखेर हुन्छ कि कुलिङहरू राखेर के गर्नुपर्ने रहेछ यो त्यत्तिकै यो टनल बनाएर मात्र हुँदैन। हजुरलाई मैले इन्फर्म गराएँ टनल देख्ने बित्तिकै टनल बनाइहाल्ने तरकारी खेती गरिहाल्ने भने चाहिँ नलाग्नुहोस् भन्न चाहन्छु म हाम्रो हुनार युवालाई पनि फेरि दिनेश दाइले त टनल खेती त फस्टाउनु भएको छ भनेर गर्दाखेरि त्यो चाहिँ एकदम हानिकारक हार्मफुल पनि हुनसक्छ जिन्दगीमा अलिकति बरु थोरै बनाउने एकदम व्यवस्थित बनायो भने त्यो चाहिँ गुड भन्न चाहन्छु म एकदम गुड हो त्यो तर लापरवाही तरिकाले यताउता गर्दाखेरि अलिक हार्मफुल हुन्छ कि भनेर युवाहरूलाई सोध्न म आग्रह गर्दछु। तपाईँले विदेशमा र नेपालमा हुने तरकारी खेतीबीच के भिन्नता पाउनुभयो जसको जवाफ उहाँले यसरी दिनुभएको छ तपाईँहरू यहाँ सुन्न सक्नुहुनेछ। तपाईँले अघि सुरुमै भन्नुभयो तपाईँ रोमानियामा नै बसेर तरकारी सम्बन्धी काम गर्यो भन्नुभयो होइन? हजुर यो रोमानियामै बसेर गर्दाखेरि र यहाँ नेपालमा बसेर गर्दाखेरि तपाईँले यसमा चाहिँ के भिन्नता पाउनुभयो? यस्तो हो अब हाम्रो यसमा धेरै भिन्नता छ म युवाहरूलाई नै दोष दिन्छु यो विदेशमा चाहिँ जस्तै सरकार मिल्दैन क्या सरकार मिल्दैन हामी अथवा कुनै साथीहरू भाइ मिलेरै त्यसलाई सेयर गरेर एकदम माथि बनाएर केमा खर्च गर्छ एकदम क्लियर हुन्छ नि हिसाब किताब दायाँ बायाँ नहुने तरिकाले एकदम मिली महत्त्वमा गर्छ विदेशमा चाहिँ। हाम्रो यहाँ चाहिँ अब तिमी अर्कोपट्टि सोच्छौ म अर्कोतिर सोध्छु अर्को भाइ अर्कोपट्टि सोचे हुन्छ त्यो कारणले चाहिँ क्षति नै हुने हो त्यो चाहिँ एकमुष्ट भएन क्या हुन्छ नि त्यो चाहिँ विभिन्न सोचाइ भयो विभिन्न ताल भयो कहाँ जान्छ के गर्छ त्यो थाहा भएन। तर एग्रिकल्चर सम्बन्धी भनेको त्यो होइन कि जब लगानी गर्ने बित्तिकै डुबिहाल्ने त्यस्तो नै होइन क्या सबै टिम मिलेर गऱ्यो भने यो एग्रिकल्चर भनेको यस्तो फस्टाउने चिज हो पछि बल्ल न गाउँले चिन्छ अथवा जिल्लाले चिन्छ पछि देशले गएर चिन्छ बल्ल इन्टरनेसनल हुने त हो नि। अब म यसरी लागि परेको छु त्यो त के गरे हो त्यस्तै नि काम हुन्छ यताउता भनेर अर्को साथी आफै जतिको उमेरको मान्छेले कुरा काटिरहेको छ ऊ चाहिँ त्यो भन्ने बेलामा त्यो भन्ने साउदीमा गएर कतारमा गएर डम्पल हानेर म देखिरहेको छु भिडियो कल गरेर यताउता गरेर पहिलातिर चाहिँ कस्तो भने ती साथीहरूको फुर्सद हुँदैन थियो म अलिक फुर्सदिलो हुन्थ्यो अहिले विदेश जाँदाखेरि उनीहरू फुर्सद नहुँदो रहेछ म फुर्सदिलो छु नि त अहिले त्यति नै खुसी लाग्छ क्या मेरो जीवनमा चाहिँ भनौँ न। तपाईँले यो गरिराख्दाखेरि अब तपाईँले विदेशमा गर्नुभयो यहाँ नै गर्नुभयो कति केही वर्ष भइसक्यो होला अब तपाईँले यो काम गरिराख्दाखेरि चाहिँ तपाईँले के सिक्नुभयो र तपाईँले अब तपाईँलाई पछाएर अब काम गरेर चाहनेहरू हुन्छ नि व्यवसाय गरेर चाहनेहरू हुन्छ म चाहिँ अलिकति विदेशमा त अब उनीहरूको टेक्नोलोजीहरूदेखि लिएर सबै छुट्टै हुन्छ होइन मलाई चाहिँ अरू के चाहिँ डर थियो भने यो बोटमा क्याप्सिकम फल्दैन कि भन्ने चाहिँ डर थियो क्या अथवा केही रोग लाएर भत्याक भुत्याक मरिहाल्छ कि भन्ने चाहिँ डर थियो तर फल्दो रहेछ उताबाट देख्न सक्नुहुन्छ तपाईँ माछे खुर्सानी झुलिरहेको माछे खुर्सानी फलिरहेको हाम्रो धादिङ बेसीमा भनेपछि हामी चितलाङ त पुग्नु परेन लिनलाई मकनपुर होइन त्यहाँसम्म त पुग्नु परेन हो त्यति नै म खुसी छु त्यति नै हो मेरो। भनेपछि तपाईँले यहाँबाट उत्पादन चाहिँ बाहिरबाट आउने गाडी भेडा रोकेर यहाँको उत्पादनले हाम्रो धादिङ बेसीको स्थानीयलाई चाहिँ पुर्याउँछ भन्ने सोच हो। हस् दाइ।